हाइकिङ एट शिवपुरी नागार्जुन नेसनल पार्क। सबै साथीहरूले प्लान गरेको यो हाइकिङ हाम्रो एकदम रमाइलो, एडभेन्चरस र मेमोरियल भयो, जहाँ मौसमले पनि राम्रो साथ दियो टु मेक इट मोर कुल एन्ड भाइबेबल। जिस्किँदै थाक्दै मौसमलाई रमाउँदै यो 9 आवर्सको वाक फ्रम गेट टु बागद्वार र लास्ट पोइन्ट चाहिँ हाम्रो शिवपुरी पिक थियो। फर्किँदा राति नै भइसकेको थियो र हाम्रो अवस्था बेहाल। लाउनुहोस् यो एडभेन्चरलाई फिल गरौँ। गाइस हामी चाहिँ अब अलिकति पेट पूजा गरेर जानुपर्छ होइन, पेट पूजा। अब यस्तो अन्त्यहरू भएपछि त पेट पूजा गर्न चाहिँ अब यहाँ रोटी तरकारी खाँदैछौँ अलिअलि, त्यस्तै गरेर यहाँ यही कफी र चिया चाहिँ सकाएको छौँ। यो अझ नि गर्लफ्रेन्डसँगै त्यही भएर बे गरिसक्यो यार मिठो मिठो मिठो। ल गाइस अब पानी परेर चाहिँ एकदम ध्वस्त भएको छ। हामी चाहिँ अब रेनकोट सेनकोट लाएर यहाँ पावर रेन्जर बनेका छौँ। यहाँ पिङ्क पावर रेन्जर छ, यहाँ ग्रिन पावर रेन्जर छ, पिङ्क डबल पिङ्क अनि यहाँ डबल ब्लू। रेनकोट जत्रै छ, स्टिक हेऱ्यो भने उत्रै छ, अलिकति यसरी गऱ्यो भने के गर्ने होला, सबसे सानो हो ये। लो मान्छे तँलाई हेप्दे बाजी भाइ, तँलाई हेप्दे यार। यार साँच्ची सबजना बसौँ त एकचोटि लाइनमा, हाइट वाइज हो। माझी भाइ यता आइज ल, हाइट टिङ डिङ लाएर राख त अब। ल उत्रै छ यार, स्टिक छ धुपकै धुप आ त धुपले आ गजब बेइज्जती है। ओ हाम्रो काले सोल्टी आयो, हाम्रो स्पोन्सर आजको। जता गए पनि यो हाम्रो स्पोन्सर आज चाहिँ है, यो अर्को जादु। ल गाइस अब हामी चाहिँ स्टार्ट गर्दैछौँ हाम्रो आजको हाइकिङ इन शिवपुरी नेसनल पार्क। चाहिँ अब यसो चेकिङ सेकिङहरू हुन्छ। हाम्रो चाहिँ यहाँ चेकिङ भइरहेको अवस्था छ। ब्याग खोले म यति खोल्दिनँ ल गाइज अब हामी चाहिँ स्टार्ट गर्दैछौँ हाम्रो पैदल यात्रा टु शिवपुरी। आउटफिट चेक, टोइलेटको बेसिनमा। अब यहाँ चाहिँ स्टेयर्स छ अनि हामी चाहिँ स्टेयर्स चढ्दै जाँदैछौँ। है नडौडी, है नडौडी। अनि हाम्रो ग्याङ चाहिँ यहाँ गइरहेको छन् यसरी। यति भर्याङ चढ्दामै स्यासा भयो। अब चाहिँ बाटो त्यस्तो छैन, अब चाहिँ यस्तो सिलिलिलो परेको छ। अब चाहिँ हामीलाई त्यस्तो गाह्रो हुँदैन। यतिको लागि मात्रै लगा हामीले, यतिको लागि होइन कि पानी परेन कि पानी नपरे होइन, रुखले छेक्यो हो। गाइस अब हामीले चाहिँ हाम्रो प्लास्टिकको रेनकोट खोलेको छौँ, किनभने अब जङ्गलभित्र त अब रुखहरूले छेकिन्छ पानीहरू। त्यही भएर यी सबैजनाले मेरै ब्याग पाएको छ रेनकोट हाल्नलाई। यी यस्ता 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 चुतियाहरू छन्। जङ्गल सफारी बाघ भालुले भेटायो पनि केही गर्दैन यसलाई। अब चाहिँ रियल फरेस्टको भाइब आउँदैछ। चराचुरुङ्गीहरू कराउँदैछन्, बुङ्गुरहरू हिँड्दै। हामी दुईजना चाहिँ यहाँ छौँ, अरूहरू चाहिँ त्यहाँ छन्। यस्तै ठिक हुन्छ क्या, त्यो मान्छेहरूसँग जानु हुँदैन होइन, आफ्नो आफ्नै वेमा टक्क लाएर जानुपर्छ। त्यहाँ चाहिँ हामीले केही देखेको छौँ, के लेखेको हो थाहा छैन। श्री 5 बडा महारानी ऐश्वर्याज्यूले लक्ष्मी देवी शाह सरकारका बाहुलीबाट मिति 2041 चैत 2 गतेको जेसुकै होस्। तैँले त्यो प्यान्ट चाहिँ किन समा त्यसो ज्यादा दिन हालको प्यान्ट किन लाइस् त भाइ? लेकिन ये साला कर क्या रहा है यहाँ पे? होइन गाइज, यही हो ट्रेकिङको फिल भने, यही हो। सरी, हाइकिङको आरामले हिँड, बिस्तारै नेचरको भाइब रमाउँदै बिस्तारै बिस्तारै जाने के। लाइफ इज नट अ रेस, इट्स अ जर्नी, सो इन्जोय एभ्री मोमेन्ट। मोटिभेसन स्पिकरको अब जवानमै
त्यस्तो लाइनहरू त आउँछ क्या फ्याक हुन्छ फ्याक हुँदैन बाटो यस्तै छ क्या शिवपुरीको त्यो चाहिँ मलाई एउटा राम्रो लाग्छ बाटो कालो कालो छैन सुलुल्ल परेको मजाले हिँड्ने होइन फ्या फ्या नभइकन त्यो चाहिँ राम्रो छ त्यही भएर त तलै लिएर आएको नि नत्र भन्दा त सेन्टी फ्याट भइहाल्छस् नि भाइ A few moments later. Wake up to reality. गाइस हामी चाहिँ फ्या फ्या भएर हिँड्न नसक्ने अवस्थामा भएका छौँ यस्तो गरेर यहाँ मान्छे यस्ता छन् नि मेडिटेसन गर्दैछन् ल हाम्रो यहाँ केटाहरू चाहिँ अब हराएर यहाँ बसेका छन् अनि हाम्रो चाहिँ यहाँ अब कहाँ जाने भनेर उयो छ घट्छ यतिमै आधी किलो र चेक पोइन्ट आएको छ ल गाइड गाइड कहाँ जाने यताबाट विष्णुद्वारा होइन यताबाट काठगडा जाने हो क्या अनि त यता त विष्णुद्वारा जाने भन्दै थियो त विष्णुद्वारा केही छैन अरे पहिला चाहिँ थियो हो अहिले सब हटाएर त्यहाँ भित्र जानै दिँदैन अनि के काम गयो ल अब हाम्रो गाइडले जे भन्छ हामी त्यही मान्नेछौँ क्या मजा पछि त्यहाँ केही भएन भने यो गाइडलाई त्यही हामी बार्बिक्यू गर्नेछौँ अलरेडी बार्बिक्यू छ हो जाउँ यहाँ चाहिने छ यहाँ ए कहाँ हो मंकी दी लुफी खाइजो कि नि और नाक त त बिग मम हो भाइ मामा मामा स्मल मम ल अस्ति चाहिँ हामी विष्णुद्वार गएको थियौँ अब चाहिँ हामी बाघद्वार जाने रे बाघको द्वार छ अरे त्यहाँ पहिला चाहिँ रमाइलो थियो क्या त्यहाँ है हो त्यहाँबाट जाँदा नि दुःख लाग्छ हिँडेर जाने ठाउँ खोलाको माथि पुल थियो अहिले त्यस्तोमा जानै दिँदैन क्या कहिले गएको 5 वर्ष अगाडि म 4 हप्ता अगाडि जाँदाखेरि गएर आएको कहाँ त्यहाँ मागेर दिन्छ ल अब बार लगाएर छैन भन्दा छैन बाटो बनाइसक्यो त्यहाँ त्यो रुखको यस्तो काठको उ छ त्यो माथि पुल त माथि भयो भने पहिला तल खोलाबाटै त्यो बाटो हुँदै जानुपर्छ बार थियो क्या त्यहाँ पहिला चाहिँ त्यो खोलामै माथि लागेको थिएनबाट थियोमा पुग्यो है व्याकरण चेन्ज भयो यहाँ ल ठिक अनि छ त्यहाँ ठ्याक्क खोलामाथि चाहिँ त्यो बाँसको पुल जस्तो होइन टक्क बनाएर हुन्थ्यो स्टोरी त्यही चरामाथि जाने हो क्या ए ल अनि पानी परेर टाइममा जानु दिँदैन अमनेले के लागेछ हाइकिङ स्यान्डल अमनेले लागेछ 150 जाने भएको स्यान्डल मैले देखाइरहेको बिजनेस गर्नुभन्दा अगाडि आफ्नो प्रडक्ट चाहिँ गर्नुपर्छ क्या त्यसले हेर्नु त पर्यो गाइस मैले चाहिँ छाता उडेको छु किनभने फेरि क्यामेरा वाटरप्रुफ छैन फेरि क्यामेरा बिग्रियो भने त बेहाल हुन्छ के छ है खोलाको आवाज जस्तो छ सनननननन त्यस्तै गरेर यहाँ चाहिँ माहिस बाहुबलीको झरना आएको छ माहिष्मती साम्राज्यम लगाए झरना 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 गाइज दामी मिस्ट भइरहेको छ पानी परेको कारण एकदम बवाल सिन आइरहेको छ हेर्न सक्नुहुन्छ मेरो पछाडि सबै वाइट फग आइरहेको छ सो दामी देखिरहेछ ओके धन्यवाद एकदम बवाल सिन भइरहेको छ गाइज मिस्ट हेर्नुहोस् र हामी चाहिँ नेचरको भाइब लिँदै हिँडिरहेको छौँ अनि त मान्छे भाइ यस बस औ अमरहरू त्यहाँ रहेछ
खाजा खाइसक्यो क्या हो तैँले चाहिँ खाजा क्या परेछ है सालेहरू। खाजा खाइसक्यो क्या अरे राख्नुपर्छ क्या चपाउँछस् ऊ हाम्रो केटाहरू चाहिँ यहाँ बसेका छन् झोपडीमा नचिने मान्छेहरूसँग टिम बनाएर लु ग्याङ फेरि टाचअप भएको छ फर्स्टमा हिँड्छ होइन त लास्टमै एक बुल्टेर सबैलाई फेरि स्ट्राइक हानिदिएर मान्छे भाइ यहाँबाट चिप्लेट हान ओए सुली प्याच ल गाइज चेक पोइन्ट आएको छ अब यहाँबाट फेरि कुन बाटो जाने भनेर हेर्नुपर्छ सिसी बोतल फालाम कागज ले लो यहाँ मान्छेको स्टिक भर्याङ चढ्नलाई उत्रै छ यार स्टिकभरि छैन यहाँ गाइस हामी चाहिँ फ्या भएर हिँड्न नसक्ने अवस्थामा भएका छौँ यस्तो गरेर यहाँ मान्छे यस्ता छन् नि मेडिटेसन गर्दैछन् ठाडो कालो गाह्रो अनि मैले चाहिँ यहाँ मसरुम भेटेको छु यहाँ चाहिँ मसरुम रहेछ खानु नि मसरुम हो कि अनि थाहा भएन खोइ माथिबाट त मैले अझै धेरै देखाएको थिएँ तल आएपछि के एउटा मात्रै देख्छु त मसरुम अब फेरि स्टार्ट गरौँ ठाडो कालो आमामामा आज 5 किलो घट लाग्छ हामी चाहिँ एकछिन रेस्ट गरेको छौँ जहिले पनि हामी बिहानै मात्र पर्छौँ अरूहरू चाहिँ सुपरम्यानहरू हुन् उनीहरू त सुई जान्छन् हामी चाहिँ आराम गर्दै रन्ठिँदै यस्तो खालको नेचरको भाइब आवाज सुन्नु होला अनि यस्तो जनावरहरू हुन्छन् हामी चाहिँ एकछिन यहाँ बसेर भिडियो नै बनाएको छौँ कम्प्लिटेड अब हामी फेरि स्टार्ट गर्छौँ थाहा छैन कहिले गन्तव्यसम्म पुग्ने हो भनेर त्यही पनि आफ्नो हौसला छोड्नु हुँदैन फेरि मोटिभेट लाइन हामी हामी कहाँ पुगेर है हामी वेलकम टु द जङ्गल जङ्गलै जङ्गल अब खेल्नुपर्छ रोयल रम्बल जिम्सी हत्ती नै भो यस्तो छ बाटो 2 घन्टा हिँड्यो थकाइ कतिको लगाइरहेको हैट पुरै नगरे मुतेर त मजा आयो लगाइ दिस रेड बुल टाइम नट एक्सट्रिम टाइम Extreme is Nakali. Red Bull is worldwide. रेड बुल गिभ्स यु विङ्स तामासम्म ल्याएर माथि सुसिमले अलिक डिक्ची ल्याइहाल्थ्यो त्यसलाई हालेर म त डिक्सीमै बसेर आउँथेँ नि बुल्टिँदै आउँछु भन न ओए माछी भाइ हेभन माछी भाइ ओए बल्ल कस्तो बाटो आयो भर्याङ सक्यो यहाँ एकजना स्लिम फ्याट भइरह फाइनली यस्तो बाटोको अनुहार हेर्न पायो यस्तै अनुहार जहिले नि हेर्न पाइरहोस् मेन त यसलाई स्वर्गै आएको जस्तो भयो होला गुड्स ए त्यही भएर तेरो बाहिरको युरोपको ऊ त्यो भिजा नलायो क्या
यहाँ हामीसँग जोन चामलिङ राई पनि छन् राई जोन चामलिङ राई यहाँ छन् मजाले सुत्नु पर्छ यत्रो बाटो हिँडेको छ खुट्टाको एमसी भा छ फेरि भरेङ्गा छ यस्तै बाटो आएर हैरान छु कालो भाइ माझी भाइ वेलकम टु हेल गाइज फेरि भर्याङ आएको छ र धेरै चिलाएको पनि छ केले टोकेको थाहा छैन झन् यहाँ हिरो भएर मोटो पाखुरा देख्छ त्यही भएर गाइज टिकटकमा त्यो बबालको सिनहरू ह्यान्ड हेरेर मक्ख परेर एक्साइटेड भएर आउनुभन्दा अगाडि खुट्टामा तोरीको तेल लाएर मालिस गरेर घिउ र भात खाएर आउनु होला जुगाले खाएको ओइ मैले तेरो नि हेर है के हो कालो कालो त छ गाइस चेक पोइन्ट हामी चाहिँ अर्को चेक पोइन्टमा आइपुगेका छौँ सानो देउराली रे नाडी गुम्बा हेलिप्याड शिवपुरीको टुटुरो रे फेरि यहाँबाट उता बागद्वार अझै 1 घन्टा 30 मिनट छ भन्ने मान्छेको हालत खराब भइसक्यो ल हामी चाहिँ यही हेर्न यत्रो चढेर हिँडेर आएको छौँ पसिना बढाएर हाजी भाइ यही हो त 2 किलो बोसो बगाएर आएको ठाउँ पकालेर आएको भन्नु बगालेर म सिक्यो भने ल हामी ठुलो देउराली आएको रे होइन अब यहीँ टप जस्तो लाग्छ योभन्दा टप कहाँ पुग्ने हो पिक 35 to 40 ल हामी अर्को चेक पोइन्ट आएको छौँ देउराली खोल्सा रे खोला पनि होइन बागद्वार 15-20 मिनट तिनचुली शिवपुरी पिक ढ्यापढ्याम उतैबाट गइसक्यो ल सी वान आई डोन्ट नो वेयर र यसरी फोहोर सफाइहरू पनि यहाँ हुँदै रहेछ तेरो मान्छ हुन्छ र यसरी फोहोरहरूको सफाइ काम पनि भएको छ मेरो पनि त्यसले अहिले ढकालेर यार मासु फड्क्यो यार ए मलाई त अरू हुँदैन यो तलमाथि मेरो त त्यसले यो फड्काइदियो अहिले चाहिँ यो फड्क्यो मेरो यो माथि कुटुक माथि गइरहेको त्यो त्यस्तै भयो त्यो यो होइन तेरो लिगामेन्ट जान्छ है राम्ररी त मेरो त्यही भयो माथिको यो मेरो त यो यहाँ खाइ भने यो के त्यो होइन त्यो होइन के भन्ने के त्यो होइन राम्ररी ऊ हो क्या यो मासु मसल सोर्नेस ल गाइज फाइनली हामी चाहिँ बागद्वार आइपुगेका छौँ र अहिले चाहिँ पानी परिरहेको अवस्था छ सो कोही छातामा कोही रेनकोटमा गएका छन् यहाँ चाहिँ वन मान्छे बस्थ्यो आगो सागो बालेर अब अहिले मान्छेहरू आएको कारणले सबैजना भागे जादु 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 त्यहाँ माथि चढेर खुट्टा धूप किधर है धूप चाहिए धूप किधर है धूप दुईटा जादुहरू पिङ्क कलरका जादु यता चाहिँ जोकर छ ल्या 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 यहाँबाट चाहिँ यस्तो पानी आउँदो रहेछ ए ल अब यहाँ चाहिँ सबैको विश्राम स्थल अरे सबै झोला ग्याङहरूको माझी भाइ कस्तो फिल भयो त तँलाई यत्रो यहाँसम्म आएर बागद्वार त्यहाँ फिल भयो अरे Fatality. 2 केजी त घट्यो होला है 2 केजी घटिस खानुपर्छ पर्छ मात्र 2 केजी फाइनली अब चाहिँ खाने बेला भइरहेको छ गफ गफ मास्टर यहाँ छ गफ 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 गफ
सबैजना भोकले के भन्छ मलाई आउँदैन खानुपर्छ गाइस हाम्रो चाहिँ अब भोजन सकेर अब फेरि टपतिर लाग्न थालेको छौँ सबैजना आफ्नो रेनकोट सेनकोट अब प्याक गर्दैछन् पेट डुममा भइसक्यो डुमडुम टपको जोर्नी फेरि स्टार्ट भइरहेको छ पेट पूजा गरेर ल हामीले चाहिँ यहाँ यस्तो चिसो पानी भरेको छौँ त्यहाँबाट एकदम चिसो आइस वाटर नगएको मान्छेलाई भारी बोकाउनु पर्छ क्या हो उनीहरूको एक्सपिरियन्स त्यही भएर खालि गोसेकुण्ड गरेर हुन्छ त्यही भएर एकदम चिसो पानी सम्भवै छैन भने मलाई ल्याएर दुई त यहाँ हाले अर्को बोतल छ छ यहाँ म त्यो नि हालिदिउँ त आफै हाल्नु जा है त्यो त हिँडे हिँडिन्छ मलाई जाउँ 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 पठाइदिनु भने भागाएको छ टोक्दैन 17 सिलाइदिए 5 वटा हो 17 वटा माई गड कस्तो बाटो यो भर्याङ फेरि कच्ची फेरि भर्याङ फेरि कच्ची कहिले पुग्ने माथि तेरिका हिँडेर होइन ओडेर चाहिँ पुग्नु जस्तो भइसक्यो यहाँ अब हातमा यहाँ एकजना हाइकिङ आइसेन्ट हाइकिङ डेन्जर गाइस डेन्जर खुट्टाको बिबिसिडी एबिसिडी एमसिबी के हो एमसी स्ट्यान्ड सिस्ट्यान्ड सबै भइसक्यो फेरि भर्याङ ए टिङरिङ टिङरिङ ओ माई गड के हुने होला हाम्रो ओ माई ल ओके सो फाइनली हामी चाहिँ आइपुग्यो यसलाई लाइट देख्दैछ अब यति भर्याङ सायद यति हो कि आइपुग्यो एन्ड टप अफ द माउन्ट एभरेस्ट ओए तर फेरि हालिदिउँला है फेरि टपमा आयो त तेरिको अझै टप रहेछ यो टप रहेछ ओ यहाँ छ लाउनु आफ्नै कसले बोक्दैछ त्यसलाई सबलाई लखेडेर पठाइदिएछ माथि आई थिङ्क फाइनली पुग्यो जस्तो यार गाइज ए यही त हो नि त्यो बाबाजीलाई थुनेर राखेको भिडियोमा हेरेको उता हेर्न शिवपुरी बाबाजी हो नमस्ते गरेको थियो भने होइन यहाँ बाबाजीलाई थुनेर राखेको छ क्या मूर्तिलाई गाइज हामी चाहिँ फाइनली आइपुगेको छौँ अन द पिक अफ शिवपुरी बाबाजीलाई थुनेर राखेको ठाउँ यही बाबा हेर्न आएको हामी गाइज सेतो बाबालाई ओए अमन तेरो कस्तो रहेछ थोप्रा ल दारी पाल्छ सिधो अनि कलर है ल गाइस हामी चाहिँ बाबाजीलाई हेर्न आएको र यही हो भ्यू हामी हेर्न आएको हुसु लागेको अनि यो भ्यूमा चाहिँ हामी यो हेर्न आएको हो है यही हो मेन हेर्न आएको हामी अनि वाट इज दिस भन्नु त्यस्तो गर्नु भएन है भन्नु अनि अघि मान्छेहरू फोटो टिप्दै आएका थिए पुरा देखाउँदै आएका थिए ए आउनुहोस् यता नि फाल्नुहोस् रे अनि मेन ठाउँमा आएर चाहिँ फाल्नु पर्दैन टिप्नु पर्दैन फाल्नु पर्दैन के भने मैले टिप्नु पर्दैन के हो हिँड्न गाह्रो मान्ने के हो यस्तो यो यस्तो नि हुन्छ गाइज बालेन शाह प्रधानमन्त्रीज्यू मेन्सन हानिदिनु पर्यो फाइनली शिवपुरी पिक बोर्डको हालत चाहिँ खत्तम रहेछ यही हो पिक पिक के गर्दिन बाबाजी सेतो बाबाजी शिवपुरीको डिक्चे सिक्चे ल्याउनु पर्ने यही हो
फाइनली गन्तव्यमा पुगेका छौँ यही हो हाइकिङमा गाह्रो चाहिँ यही हो कि एकै दिन ओह्रालो फ्याक 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 भए त कुद्ने मस्त खिचौँ फोटो अहिले जुगा भेटिएको छ यत्रो चढेपछि अनि हामीले चाहिँ यहाँ रेडबुल खनाइदिएको छौँ रेडबुल खनाएर पनि आइराख्ला फेरि खोइ नुन खोइ के भने ल फाइनली हामीले चाहिँ यत्रो ठुलो जुगा पाएको छौँ छोड्दै हुनु के मान कस्तो टिङटिङ्ग भएको ल्याउ न नुन ल्याएको केही त युज गर्नु त्यही भने ओ यो पानी पनि निकालिदियो यो चाहिँ बाबाजीको ठ्याक्कै खोइ कता गयो गयो पानीमा छोड्यो यार सक्यो ल गाइज जुगा चाहिँ खोइ कता गयो ए रुक्ने जुगा चाहिँ हाततिर पनि चढिसकेको रहेछ ऊ यहाँ झन् अनि हामीले चाहिँ यहाँ नुन हालिदिइरहेको छौँ खानको लागि अब यो चाहिँ यो मान्छेले खान्छ खोइ कता गयो नुन त पहिल्यै छ पकाउनै पर्दैन त्यही भएर आगो हाल्दैछ तिमी खाऊ न म नस्करेकै खुल्छ लगाइस शिवपुरी बाबाजीको ठुली खोइ कहाँ कोही यसको हातको कहाँ जुगा पर्यो नभन्न यार कता त छैन नि डराउनु पर्यो क्या त्यो जुगा यहाँ हुन्छ क्या यहाँ यहाँ झन्डै अट्याक हान्दैन अर्कै ठाउँमा टोकेला यार फेरि ल अब हामी चाहिँ ओह्रालो लाग्दैछौँ माथि आउने बेला चाहिँ भरानी चढ्न फ्या अब अहिले ओह्रालो जाँदाखेरि चाहिँ मजाले हाँसी खुसी त्यहाँ अघि सबसे लास्टमा आएको मान्छे उहाँ ऊ दौडिसक्यो ऊ यही हो आउँदाखेरि चाहिँ पुरा फ्या गरेर लास्टमा अहिले चाहिँ उहाँ अगाडि दौडिसक्यो लगाइस ओए छिटो आइज ओए के हो कस्तो ढिलो गरेको अहिलेसम्म चाहिँ उसलाई कुर्यो त्यत्रो बेर हामी उकालो चढ्ने बेला चाहिँ त्यही भने हो त मैले अघि नै भने त नि के रेड बुल खाएर पावर ओह्रालोको बाटो भयो है ओह्रालोको बाटो रमाइलो छ एकदम आरामदायक बाटो छ हेर्नुहोस् टक्क लगाएर त्यही भएर हामी ओह्रालोमा चाहिँ आनन्दपूर्वक आएका छौँ आफ्नै पारामा बिस्तारै बिस्तारै फ्या नगरिकन निगार घारीमा होइन हेर्नु त्यहाँ कस्तो मजाले गइरहेका छन् त्यो भाइर कसरी आयो होला यो बात है सुरुवात कामी न खोइ त काबिरा के अब त्यो टोले उ गर्नु टुङ 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 उ आएको त कामेको अवस्था अब नि तेरो आज ड्युटी के हो थाहा छ के मालिस गर्ने हो बुझ्छस् हाम्रो नि आइज न हाम्रो ठ्याक्क सेभिङ हुन्छ नि त उसले मेरो खुट्टा मालिस गर्छ मैले यस्तो गर क्या 69 बस यस्तो गर्दै गस साले दुईटाले एकैचोटि हुन्छ नि त गर्ने माझी भाइ तैँले मेरो गर्दैन अस्ति होइन पहिला गरे जस्तो त्यो के त आमामा खुट्टा ल यहाँ चाहिँ बाटो यस्तो बन्द गरेर राख्दो रहेछ अनि मान्छे कसरी जाने त ल माइला र हामी चाहिँ यस्तरी आउनु परेको छौँ कि त्यो छिरिहाल्छ नि गाइज एक्स्ट्रा टिप है यसरी शिवपुरीको हाइकिङ आउँदाखेरि
यस्तो यो रातो रिबन चाहिँ फलो गर्नु होला। यो चाहिँ एउटा त्यो हुन्छ नि सिग्नल हो क्या, यो वे भनेर। किनभने जस्तै यहाँ दुईवटा वे छ नि त, अनि यहाँ एउटा राख्यो, यो वान यो यहाँको वे भनेर लेखा हो कि। यस्तो गरेर ऊ त्यहाँ छ ऊ एउटा दुईवटा, त्यही भएर यसरी फलो गर्दै हिँड्नुपर्छ। यो भनेको चाहिँ एउटा चिनो हो क्या। ल अब हामी चाहिँ हिँड्दा हिँड्दा अँध्यारो हुन लागिसकेको छ र आधी मान्छे चाहिँ यतातिर छन्, अरू मान्छे चाहिँ आइरहेछन्। ऊ पक्क लाएर 3 जना अगाडि 3 जना पछाडि, बिचमा म, मेरा बडीगार्डहरू। अब अँध्यारो हुन लागिसक्यो। तल पुग्दाखेरिसम्म चाहिँ झ्याप्पै अँध्यारो हुन्छ जस्तो लाग्यो, जानुपर्छ। अनि त्यसपछि भोलिको हालत के हुन्छ भनेर तपाईँलाई थाहा नै होला। गाइस कस्तो दामी नार्नियाको सिन भइरहेको छ। नार्निया मुभीमा यस्तै सिन हुन्थ्यो नि। कसले हेर्नु भएको छ नार्निया? ए गाउँले, मोटे गाउँले कता आउँछ खै? ए Very, very tired. नआइज ल धेरै तल आइयो, अझ तल जान बाँकी छ। ए एकजना कोही अर्को त्यहाँ ऊ यस्तो हालत बिफोर एन्ड आफ्टर है। अझ जानु बाँकी छ गाइज। फाइनली हामी चाहिँ एन्डिङमा आइपुग्न लाग्यौँ। अँध्यारै भइसक्यो, अलिअलि मात्र उज्यालो आइरहेछ। ओ माई गड, भने केही शब्द छ त? कालेको विश्वास गर्नु हुँदैन। आया खै आज स्यारोनलाई नि सोधिदिउँ यार, केही शब्द निक्लिन्छ कि निक्लिँदैन? भन्दै शब्दै छैन बिचरा लुक भइसक्यो। हाम्रो त झन् कुरै नगरौँ, हाम्रो त यहीँ खुट्टै लुक भइसक्यो। यहीँ मान्छे यसरी हिँड्थ्यो थालिसक्यो। अन्त बुढापाखा जस्तो ल्याचक गर्दै आया कहाँ जाने भनेर कहाँ पुऱ्याइदियो। गाइड कहाँ हो थाहा छैन। गाइड टुई गएर टुई ओर्लेर पुगिसक्यो बाहिर। हामी चाहिँ यहाँ बेहालमा। लु झर्ना हेरौँ गाइस, लास्टमा आएर। अरू माथि पुग्ने भन्दा यही झर्नै पर राम्रो छ यार। हो यार, बरु यही झर्ना हेरेर बस्नु पर्ने रहेछ। माथि त केही थिएन, हुस्सु लागेर सेतो मात्र, खालि खुट्टाको सत्यानाश भयो। यसरी झर्ना मात्र हेरेर बस्ने कति आनन्द आउँछ। आया गाह्रो, धेरै गाह्रो। गाइज हाम्रो 10 घन्टाको घरबाट निस्केपछि 10 घन्टा भइसकेको छ। हिँड्दाखेरि चाहिँ 7 घन्टा जति हिँड्यो होला। 7 घन्टा गाइज, 7 घन्टा। अब चाहिँ बसेपछि चाहिँ हालत फ्लुक्तै हो। यहाँ केटाहरू यस्तो छ हालत। यी अरू ग्याङहरू त्यता छ, हाँसेर दाँत देखाएर बिचरा खुट्टा। यहाँ यी अर्को सेन्टी फ्ल्याट यस्ता छ पारा। ट्रेकिङ जाने रे, हाइकिङ अझ ट्रेकिङ गरेर कुरै छोडिदिउँ। अब कति वर्षलाई पुग्छ। अब यो सबै इनर्जी आएपछि मात्र आउने। अब खाएर एनर्जी बटुलमा अलिअलि, त्यसपछि घरतिर लाग्ने। सो आजको हाम्रो ब्लग यहीँ सकिँदैन। भोलि के हुन्छ भनेर देखाउनै पर्यो। मेन पोइन्ट त त्यो हो, भोलिको हालत
सो त्यो चाहिँ लास्टमा है फाइनली चाहिँ जितिहाल्यो फाइनली चाहिँ किन नखेलाएको यिनीहरूको स्पेन र यो खै किन अब त खेलाउँदैन डिसेम्बरमा खेलाउँछु भन्थ्यो